मसीह सबैजनालाई आदरणीय पास्टर नि दिदी दाई बाजे बजै भाइ बहिनी सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। आज फेरि पनि यो दोस्रो चोटि हो मेरो वचन बार्ने अनि म अझै पनि डराइराखेको छु अनि त्यही हो घडी हेर्दै थिएँ समय मिनेट सेकेन्ड गर्दा गर्दै अब यो घडी आइपुग्यो मैले बोल्ने मेरो वचनमा केही त्रुटिहरू भयो भने बोल्दाखेरि कसैलाई चोट पुर्याए भने मलाई क्षमा गर्नुहोस्। एकदम छोटो वचन लिएर आएको छु किनभने आज प्रभु भोज पनि छ। नमिले पनि मिलाएर सुनिदिनु होला है। आज वचन चाहिँ मैले प्रेरितको पुस्तकबाट लिएको छु अनि यो 3 अध्यायबाट शीर्षक छ यसको जन्मेकै लङ्गडा निको पारिएको। अनि म चाहिँ यो प्रेरितको पुस्तक 3 अध्यायको 1 देखि 11 पदसम्म पढ्न गइराखेको छु। तपाईहरुसँग पनि बाइबल छ भने खोल्नु होला, नभए म पढ्दैछु। यसमा यसरी लेखिएको छ, अब पत्रुस र यूहन्ना प्रार्थनाको समयमा अर्थात् 3 बजे सँगै मन्दिरभित्र गए अनि आमाकै गर्भदेखि लङ्गडो भएको कुनै एउटा मानिस बोकेर ल्याइँदै थियो, जसलाई तिनीहरूले मन्दिरमा पस्नेहरूसँग भिख मागोस् भनेर दिनहुँ मन्दिरको सुन्दर भनिने ढोकामा राख्दथे। जसले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देखेर भिख माग्यो अनि पत्रुसले यूहन्नासित त्यसमाथि दीप लगाएर हेर्दै भने, हामीतिर हेर। अनि उनीहरूबाट केही कुरा पाउने आशा राख्दै त्यसले तिनीहरूप्रति ध्यान दियो। तब पत्रुसले भने, चाँदी र सुन त मसँग छैन, तर मसँग जे छ म त्यो तिमीलाई दिँदछु। नासरतको येशू ख्रीष्टको नाममा उठ र हिँड। अनि त्यसलाई दाहिने हातमा समातेर तिनले त्यसलाई जुरुक्क उठाए अनि तुरुन्तै त्यसको पाउ र गोली गाँठाका हड्डीहरूमा बल पस्यो अनि त्यो बुरुक्क उफ्रेर उभियो र हिँड्यो अनि हिँड्दै उफ्रँदै परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र उनीहरूसित पस्यो। अनि सबै मानिसहरूले त्यसलाई हिँड्दै र परमेश्वरको प्रशंसा गर्दै गरेको देखे अनि मन्दिरको सुन्दर ढोकामा भिखको निम्ति बस्ने चाहिँ त्यो रहेछ भनी तिनीहरूले चिने। अनि त्यसको निम्ति जे भएको थियो त्यसले गर्दा तिनीहरू अचम्म र ताजुब माने। अनि त्यस निको पारिएको लङ्गडे मानिसले पत्रुस र यूहन्नालाई समात्दा सबै मानिसहरू एकदमै अचम्म मान्दै सुलेमानको भनिने दलानमा तिनीहरू एकसाथ दगुरे। आमेन। यस वचनको पढाइमा सबैजनाले आशिष पाएका हुन्। पत्रुस र यूहन्ना चाहिँ मन्दिरमा प्रार्थनाको निम्ति आइरहेको छ। त्यतिखेर पत्रुस र यूहन्ना चाहिँ ती व्यक्तिहरू हुन् जसलाई चाहिँ परमेश्वरले प्रेरितहरूको समुदायमा पनि आफ्ना नजिकको मित्रको रूपमा चाहिँ बोलाउनु भएको थियो। अनि उहाँ चाहिँ प्रभुको इनर सर्कलका व्यक्तिहरू थिए पत्रुस र यूहन्ना चाहिँ। अनि पत्रुस चाहिँ त्यो व्यक्ति हो जसले चाहिँ प्रभुको साथमा पानीमाथि पनि हिँडेका थिए। अनि प्रभुले पत्रुसलाई भन्नुभयो, मेरो भेडाहरूलाई चढाऊ, मेरो भेडाहरूलाई खुवाऊ भनेर चाहिँ परमेश्वरले चाहिँ पत्रुसलाई त्यो जिम्मेवारी दिनुभएको थियो। पत्रुस जसलाई भन्नुभयो प्रभुले, तिमी पत्रुस हौ र म यस चट्टानमाथि मण्डली स्थापित गर्नेछु भनेर प्रभुले भन्नुभयो। अनि यसको केही अगाडि मात्र पेन्टिकोसको दिनमा चाहिँ जब पवित्र आत्मा ओर्लेर आउनुभयो, ती प्रेरितहरू लगायत अरू व्यक्तिहरू पवित्र आत्माको बप्तिस्मालाई अनुभव गरे, पवित्र आत्माले भरिए अनि परमेश्वरको चाहिँ अलौकिक दान वरदान चाहिँ उनीहरूले भरिएको पाए। अनि अचम्म प्रकारले साहसका साथ वचन प्रचार गर्न चाहिँ उनीहरू यसरी वास्तवमा अगाडि बढ्दै थिए। अनि त्यस्तै गरिकन प्रेरितको बोलावट चाहिँ परमेश्वरले प्रभुले एक प्रकारले निश्चित गर्नुभएको थियो। त्यसमध्ये पनि पत्रुसलाई चाहिँ प्रभुले कसरी अगुवाई गर्नलाई निश्चित गर्न बोलाउनु भएको भन्ने कुरा चाहिँ हामीले हेर्न पाउँछौँ। अनि उहाँले चाहिँ परमेश्वरले चाहिँ
त्यो व्यक्तिलाई चुन्नुभयो जो चाहिँ के अरे पत्रुस यूहन्ना हुनुहुन्थ्यो, उहाँको नजिकको चेलाहरू। अनि उहाँलाई चाहिँ परमेश्वरले बोलाउनु भयो, उहाँको नजिकमा बोलावट गर्नुभयो। अनि यसरी अलौकिक दान वरदान चाहिँ पत्रुस र यूहन्नाले पाएका थिए। अनि यी व्यक्तिहरू चाहिँ आज मन्दिरमा चाहिँ प्रार्थनाको निम्ति गइराखेको हामी देख्दछौँ। तपाईँ र मेरो बोलावट पनि जति ठुलो हुनुपर्दछ त्यति नै ठुलो प्रार्थना तपाईँ र मेरो जीवनमा हुन आवश्यकता छ। कतिचोटि हामीहरू प्रार्थनालाई हेलचेक्राइ गरी पठाउने गर्छौँ अनि केवल हामीमा भएको दान र वरदान अनि ट्यालेन्टलाई मात्र हामी प्रयोग गर्ने गर्दछौँ। तर प्रार्थना चाहिँ तपाईँ र मेरो जीवनमा एउटा अभिन्न भाग हुन जरुरी छ। जब हामी प्रभुसँग प्रार्थना गर्दछौँ केवल बातचित मात्र होइन, प्रभुसँग चाहिँ हामी भन्नुपर्छ कि तपाईँलाई प्रभु, हामीलाई तपाईँको खाँचो छ र म तपाईँ बिना केही पनि गर्न सक्दिनँ, तपाईँलाई भेट्न चाहन्छु अनि तपाईँको उपस्थिति चाहिन्छ हामीले भन्नुपर्छ। अनि तपाईँ र मलाई जसले बोलाउनु भएको छ र नियुक्त गर्नुभएको छ उहाँले चाहिँ तपाईँ र मलाई संसारदेखि अलग गर्नुभएको छ। आफ्नै हुनलाई चाहिँ परमेश्वरले हामीलाई बोलाउनु भएको छ र मेरो जीवनमा पनि प्रार्थना चाहिँ, तपाईँको जीवनमा पनि प्रार्थना चाहिँ एउटा भाग बनेको होस्, एउटा अनुशासन तपाईँ र मेरो जीवनमा प्रार्थना चाहिँ बनिन आवश्यक पर्दछ। यहाँ पत्रुस र यूहन्नाले पनि हेलचाक्राइ गरेका थिएनन् प्रार्थनाको जीवनलाई। उनीहरू पनि मध्याहको 3 बजेतिर मन्दिरमा प्रार्थनाको लागि गइराखेको हामी यो उसमा देख्दछौँ, पदमा देख्दछौँ। अनि प्रार्थनामा चाहिँ निरन्तर लागिराख्नु जरुरी छ। अनि त्यो मन्दिरको सुन्दर नामक ढोकामा एकजना व्यक्तिलाई चाहिँ प्रतिदिन त्यहाँ ल्याएर राखिन्थ्यो। अनि त्यसपछि त्यो व्यक्तिले चाहिँ रात दिन भिख माग्दथ्यो त्यहाँ। अनि यहुदी परम्परा अनुसार चाहिँ, मैले हेरेको अनुसार चाहिँ त्यो गरिबलाई दान दिनलाई चाहिँ यहुदीको जीवनको शैली नै रहेछ त्यहाँ। अनि मन्दिरमा जुन चाहिँ गेट छ त्यसलाई चाहिँ सुन्दर गेट भनिएको रहेछ। त्यो चाहिँ एकदमै चौडा अनि 75 फिट अल्को अनि काँसाले बनाएको एकदमै आकृति कलाकृतिले प्रयोग गरेका कुराहरू रहेछ त्यहाँ। अनि एकदम सुन्दर रहेछ। अनि त्यो मन्दिर चाहिँ हेरोद महानले बनाउनु भएको रहेछ। अनि त्यो मन्दिरको चाहिँ वातावरण चाहिँ एकदम सुन्दर रहेछ। अनि त्यहाँ चाहिँ मानिसहरू परमेश्वरको मन्दिरमा जाने व्यक्तिहरू चाहिँ त्यो बाटो भएर चाहिँ आउने गर्दो रहेछ, जसले गर्दाखेरि माग्नेहरू चाहिँ हामीलाई थाहा हुन्छ। हामी त्यो नेपालमा देख्छौँ पशुपतिको दायाँ बायाँ माग्नेहरू हुन्छ। अनि त्यहाँ माग्नेहरू चाहिँ सिँढीको दायाँ बायाँ बस्ने गर्दथ्यो। अनि त्यो व्यक्ति पनि प्रतिदिन सिँढीको एउटा भागमा माग्नको लागि बस्दथे। अनि उनी शारीरिक रूपमा चाहिँ कुँजो थियो, त्यो माग्ने लङ्गडा थियो, ऊ जन्मैदेखि लङ्गडा थियो, कुँजो थियो। एक प्रकारले भन्ने हो भनेदेखि चाहिँ उसको शारीरिक अवस्था चाहिँ एकदम अशक्त थियो, डिसेबल इङ्ग्लिसमा चाहिँ। उनलाई चाहिँ अरूको सहाराको जरुरत थियो। एउटा साधारण काम गर्नलाई पनि अरूलाई भन्दा उसलाई बढी सहायताको खाँचो पर्दथ्यो त्यो माग्नेलाई। उसले मेहनत गर्नु पर्दथ्यो। उसको सारा जीवन नै अरूको भरमा बाँच्न पर्ने हुन्थ्यो। जसरी अब एउटा लङ्गडे मान्छेहरू अरूको सहारामा बाँच्न पर्थ्यो, उसको जीवन पनि त्यस्तै थियो। एक नासको भइसकेको थियो उसको जीवन चाहिँ। बिहान उठ्थ्यो अनि उसले मुख धुन्थ्यो अनि खाना खान्थ्यो। अनि आफन्त मित्रहरूले उसलाई चाहिँ बोकेर त्यस ढोकामा ल्याएर राखिदिन्थ्यो। अनि दिनभरि उसले त्यहाँ भिख माग्थ्यो। अनि अरू मानिसहरूबाट केही पाउँछु भन्ने आशा गरेर चाहिँ ऊ बसिराख्दथ्यो। अनि घर अरूको सहायताले ऊ घर जान्थ्यो अनि उसलाई उठाएर लगिन्थ्यो। भोलिपल्ट पनि उसको दिनचर्या यस्तै गरेर उसको जीवनै त्यसरी, जीवनशैली नै त्यसरी बितिराखेको थियो। कहिले उनको कमाइ चाहिँ बढी हुने गर्दथ्यो भने कहिले उनको कमाइ चाहिँ घटी हुने गर्दो रहेछ। तर उनी भने उसको जीवन भने एक नासको जीवन उसले यापन गरिराखेको थियो। त्यो लङ्गडेको जीवनमा कुनै पनि प्रकारको एक्साइटमेन्टहरू थिएन, कुनै पनि चेन्जेसहरू थिएन। उनको जीवनमा चाहिँ अरूको घरमा बाँच्न पर्ने स्थिति थियो। अनि ऊ चाहिँ उसको अङ्गको कारणले गर्दाखेरि, उसको डिसेबलको कारणले गर्दाखेरि चाहिँ उसलाई सीमित तुल्याइएको थियो शारीरिक अवस्थाको कारणले गर्दाखेरि। कतिपय
पापले पनि मानव जीवनलाई यस्तै प्रकारको अवस्था ल्याउँदछ। हामी शारीरिक रूपमा त अशक्त छैनौँ होला, नहोलाौँ, तर पापको कारणले गर्दाखेरि हामी आत्मिक रूपमा एकदमै दुर्बल अनि सीमित र बाँधिएको अवस्था हामी हुन सक्छ। हामीमा पापले हाम्रो जीवनमा हामीलाई बाँधेर राखेको हुन सक्छ। हामी सायद रिसको बन्धनमा बाँधेको हुन सक्छौँ, हाम्रो जीवनलाई सायद घमण्डले बाँधेर राखेको हुन सक्छ होला, यस्तै कुराले हामीलाई सीमित तुल्याएको हुन सक्छ। क्रोधको बन्धनमा हामी हुन सक्छौँ होला, हामीमा विभिन्न अरू प्रकारका कुराहरू पनि हुन सक्दछ जसले चाहिँ हाम्रो जीवनलाई सीमित तुल्याइदिएको हुन्छ, जसले गर्दाखेरि हामी हाम्रो जीवनलाई अगाडि सर्न पनि हामी सङ्घर्ष गरिराखेका हुन्छौँ। सम्बन्धमा पनि अगाडि बढ्न हामीलाई सङ्घर्ष गरिराख्नु पर्दछ होला, प्रतिदिन हामीले अनुभव गरिराखेको हुन सक्छौँ। पापले चाहिँ यस प्रकारले चाहिँ मानिसको जीवनमा कार्य गर्न सक्दछ। बाहिरबाट हामी स्वस्थ देख्छौँ, तर भित्रबाट चाहिँ आत्मिक रूपमा चाहिँ हामी विकृति बनिँदै गइराखेको हुन सक्दछौँ। अनि यो व्यक्तिको जीवन पनि त्यस्तै प्रकारको थियो। दोस्रो कुरा चाहिँ यो व्यक्तिलाई चाहिँ सुन्दर नामक ढोकामा चाहिँ ल्याएर राखिएको थियो उसको आफन्तहरूले, साथीहरूले, कसैले दाजुभाइहरूले होला। त्यहाँको दृश्य चाहिँ एकदम मनोरम थियो, एकदमै सुन्दर। त्यहाँको सिँढीहरू चौडा चौडा, त्यहाँको गेटहरू एकदम सुन्दर कलाकृतिले भरिएको, एकदमै भव्य। वास्तवमा त्यो मन्दिर चाहिँ एकदमै भव्य रहेछ। त्यहाँ चाहिँ मार्बल, सुन, चाँदीहरूले बनाएको रहेछ। अनि प्रभुको चेलाले पनि प्रभुलाई त्यो मन्दिर देखाउन ल्याउँदै गरेको थियो। तर कस्तो अचम्म, त्यो सुन्दर नामक जग्गामा चाहिँ एउटा सुन्दरता नै नभएको व्यक्ति त्यहाँ माग्नलाई बसिराखेको रहेछ। कति अचम्मको कुरा है। एउटा सुन्दर ढोकामा एउटा विकृत जीवन भएको व्यक्ति छ त्यहाँ कुनै पनि रमणीय कुरा भन्ने नै छैन त्यो व्यक्तिको जीवनमा। जबकि त्यहाँका आसपासका परिस्थिति र अवस्था भने यस्तो रमणीय छ, सुन्दर छ, मनमोहक छ, तर त्यो व्यक्तिको जीवनमा भने मन लोभ्याउने प्रकारका कुनै पनि अवस्था नै छैन। उसको शारीरिक अवस्थाको कारणले गर्दा पनि ऊ विकृत बनाइएको छ, कुरूप बनाइएको छ। कुनै व्यक्ति उसँग गएर सङ्गत गर्नलाई पनि उसँग कुनै आकर्षण नै छैन। तर त्यो जग्गा चाहिँ यस्तो जग्गा छ जहाँ चाहिँ बसिराखेको, जहाँ चाहिँ एकदमै बाहिर आकर्षक गर्ने प्रकारको जग्गा छ। र कतिचोटि तपाईँ र म पनि त्यस्तै प्रकारको महलमा बसिराखेका हुन सक्छौँ। मण्डलीमा हामी प्रभुको जनहरूको बिचमा, पवित्र आत्माको उपस्थितिमा हामी आराधनाको बिचमा हामी अरूसँग आराधना गरिराखेका हुन सक्छौँ। परमेश्वरको अचम्मको कामहरू भइराखेको साक्षीहरूको बिचमा हामी बसिराखेको हुन सक्दछौँ। एकछिन कल्पना गरौँ, हामी प्रभु यीशु ख्रीष्टको मण्डलीकै स्तुति प्रशंसाको बिचमा छौँ, तर हामी भित्र रहेको पापको स्वभावले गर्दाखेरि जुन बन्धनमा हामी बाँधिएका छौँ, हामी सीमित कुरा अनुभव गरिराखेका छौँ। हामी भित्रको एक प्रकारको कुरूपताले जग्गा पाइराखेको कारणले नै हामी त्यो सुन्दरता, हामी भित्र चाहिँ त्यो सुन्दरता अनुभव गर्न सकेका हुँदैनौँ। जुन स्वतन्त्रता चाहिँ हाम्रो जीवनमा मानिसले प्रभु जुन स्वतन्त्रता चाहिँ हाम्रो नजिकको मानिसले प्रभुमा अनुभव गरिराखेका हुन्छन्, जुन आनन्द चाहिँ उनीहरूले अनुभव गरिराखेका हुन्छन् हाम्रो छेउछाउमा स्तुति प्रशंसा गर्दाखेरि, जुन सम्बन्धमा चाहिँ हामी आशिषलाई उनीहरूले अनुभव गरेका छन्, त्यो चाहिँ हामीले अनुभव गर्न नसकेका हुन्छौँ। मेरो सम्बन्धमा, तपाईँको सम्बन्धमा हामीले चाहिँ त्यो गर्न नसकेका हुन्छौँ, होइन? त्यस्तै गरी तपाईँ सोच्नु होला, अब त्यस्तै मेरो श्रीमान र श्रीमतीसँग किन, तपाईँको श्रीमान अथवा श्रीमतीसँग किन समुदाय सम्बन्ध छैन? किन सानो सानो कुरामा झगडा भइरहन्छ? किन म मेरो काममा कहिले पनि प्रगति गर्न सक्दिनँ होला? के भइराखेको छ भनेर तपाईँले कहिले सोच्नुहुन्छ कि म सधैँ एउटै जग्गामा किन अडिराखेको छु? म माथि बढ्न चाहन्छु तर म सङ्घर्ष गरिराखेको हुन्छु भनेर तपाईँहरूले कहिले सोच्नुहुन्छ यो? किनकि म माथि बढ्न खोज्छु, फेरि बढेको जस्तो हुन्छु, फेरि लडेर तल आइपुग्छु, फेरि परिश्रम गरेर माथि हिँड्न पर्छ मलाई।
किन यो चलिराखेको छ मेरो जीवनमा, यो प्रकारको अवस्थालाई मैले किन अनुभव गरिराखेको छु भनेर तपाईले कहिले महसुस गर्नुभएको छ? जबकि तपाईँ अरू व्यक्तिहरू जसको जीवनमा चाहिँ अचम्मका कामहरू भइराखेको हुन्छ, त्यो व्यक्तिहरूको माझमा बसिरहनु भएको होला तपाईँ, है? कतिपल्ट हाम्रो जीवनमा पनि यस्तै पापको स्वभावको कुराहरूले गर्दाखेरि हामीले यो अनुभव चाहिँ हामीले गर्न नसकेका हुन्छौँ। अनि त्यस्तै गरी प्रभुले हाम्रो पापलाई त उठाउनु भयो, तर त्यो पापको असर त हामीमा अझै नै बाँकी छ, होइन? प्रभुले हामीलाई चाहिँ त्यसमाथि पनि विजय बनाउन चाहनुहुन्छ। हामी चाहिँ कतिचोटि पापको स्वभावसँग सङ्घर्ष गर्दै शारीरिक अभिलाषाको शरीरको स्वभावमा हामी जिएको कारणले गर्दा नै हाम्रो जीवनमा पनि एक प्रकारले आत्मिक रूपमा कुरूप बनिराखेका हुन सक्छौँ, विकृत बनिराखेका हुन सक्छौँ। हाम्रो जीवन चाहिँ अरूको निम्ति आशिष चाहिँ होइन, तर हाम्रो जीवन चाहिँ अरूलाई आकर्षण गर्ने जीवन बनिराखेको हुँदैन। हामीसँग पनि मान्छे सङ्गत गर्न डराउँछ, है? अब हामी जसरी डराउँछ नि हाम्रो छोराछोरीलाई, हो त्यसको छोराछोरीको छोराहरू त कति नराम्रो छ, यस्तो ड्रग्सहरू खान्छ, यस्तो नराम्रो छ, तिनीहरूसँग सङ्गत गर्नु हुँदैन भनेर हामीले अलर्ट गराउँछौँ नि। त्यस्तै गरी हामीसँग पनि मान्छेहरू सङ्गत गर्न डराउँछ, किनकि हामीमा भएका कुराले गर्दाखेरि। अनि त्यस्तै गरी आदरणीय दाइ दिदीहरू, आज म एउटा कुरा भन्न चाहन्छु कि प्रभु आज तपाईँलाई चाहिँ भेट्न चाहनुहुन्छ। तपाईँको आवश्यकता चाहिँ प्रभुको छुवाई हो। त्यो दिन त्यो माग्नेलाई अरू कुराको आवश्यकता थिएन, तर परमेश्वरको छुवाईको आवश्यकता थियो। अनि प्रभु त्यो व्यक्तिलाई भेट्न आउँदै हुनुहुन्थ्यो, त्यो व्यक्तिलाई चाहिँ त्यो अवस्थाबाट निकाल्नलाई। अनि म एउटा कुरा भन्न चाहन्छु, आज तपाईँ जसले सुनिराख्नु भएको छ, तपाईसँग पनि प्रभु भेट्न चाहनुहुन्छ। यदि तपाईँ सङ्घर्ष गर्दै जिउँदै हुनुहुन्छ भने प्रभु तपाईँको अवस्थामा तपाईँलाई प्रभु भेट्न आउन चाहनुहुन्छ। उहाँले तपाईँलाई छुन आउन चाहनुहुन्छ। अनि तपाईँको त्यो परिस्थितिबाट उहाँले तपाईँलाई निकाल्न चाहनुहुन्छ। त्यो माग्नेले के गर्यो? जब पत्रुस र यूहन्ना त्यहाँ आयो, उसले केही पाउँछु कि भन्ने आशा गरेर उसले भिख माग्यो। अनि तब पत्रुस र यूहन्नाले के भन्छ? हामीलाई हेर। यहाँ के भनिएको छ भनेदेखि म पढेर सुनाउँछु। अनि पत्रुसले यूहन्नासित त्यसमाथि डिट लगाउँदै हेर्दै भने, हामीतिर हेर। अनि उनीहरूबाट केही कुरा पाउने आशा राख्दै त्यसले उनीहरूमाथि ध्यान दियो। अनि त्यो पत्रुस र यूहन्नाले पनि त्यो माग्नेलाई भने, हामीतिर हेर। यदि कुनै व्यक्तिले तपाईँलाई हेरिराखेको छ भने मलाई हेर भनिराख्नै पर्दैन नि, किनभने त्यो माग्नेले पनि हेर्यो अनि केही पनि पाएन। उसले हेर त भन्यो, तर उसले केही पनि पाएन। अनि फेरि अरू मानिसहरूसँग उसले हात फैलाएर केही पाउँछु कि भन्ने आशामा चाहिँ फेरि माग्न थाल्यो। जब फेरि पत्रुस र यूहन्नाले चाहिँ हामीलाई हेर भन्यो, त्यो व्यक्तिले चाहिँ केही पाउँछु भन्ने आशामा फेरि हेर्यो। कतिचोटि हाम्रो जीवनमा पनि हामीलाई आवश्यक नपरेका कुराहरू हामी हेरिराखेका हुन्छौँ। हाम्रो आवश्यकता भनेको परमेश्वरको छुवाई हो, परमेश्वरको मुहारलाई हेर्नु हो, उहाँको छुवाई प्राप्त गरेर उहाँको छुवाईबाट नै हामीले स्वतन्त्र पाउनु हो। अनि त्यस्तै गरिकन तर कतिचोटि चाहिँ त्यो कुरालाई हामीले नबुझेर दिन प्रतिदिनको जीवनलाई चाहिँ हामी यहाँबाट चाहिँ यसरी जीविका आर्जन गर्छौँ, यहाँबाट चाहिँ मेरो यति आम्दानी हुन्छ, म यसरी आफ्नो आवश्यक पुरा गर्छु भन्ने प्रकारले हाम्रो मन र विचारलाई चाहिँ अरू विभिन्न कुरामा हामी अल्झाएर राख्दछौँ। अनि हाम्रो नजर चाहिँ लगाउनु पर्ने हो, हाम्रो विचार चाहिँ जहाँ अडाउनु पर्ने हो, हामी चाहिँ त्यहाँ नअडाएर चाहिँ हाम्रो नजर चाहिँ परमेश्वर कहाँ नटेकाइकन हामी अरू कुरामा अल्झिरहेका हुन सक्छौँ। प्रभु आज तपाईँलाई भन्न चाहनुहुन्छ कि म तँलाई तेरो सङ्घर्षबाट निकाल्न चाहन्छु, तर पहिला तेरो नजर मलाई हेर, मेरो मुहारलाई हेर। जब तपाईँले उहाँलाई हेर्नुहुन्छ, उहाँको आँखामा आँखा मिलाउनुहुन्छ, उहाँको मुहारको प्रकारले चाहिँ तपाईँ विजयी हुनुहुन्छ। तपाईँको आवश्यकताबाट अवस्थाबाट तपाईँलाई निकाल्नुहुन्छ। उहाँको मुहारको प्रकाशले चाहिँ तपाईँभित्र भएको अन्धकार
त्यो सङ्घर्षबाट चाहिँ त्यो हटेर जान्छ। तपाईको सांग्लाहरू चुहालिनेछन्, तपाईको बन्धनहरू फुकाइनेछन्। प्रभुले दिनुभएको विजयमा, प्रशस्तमा, आनन्दमा, शान्तिमा जिउन सक्नुहुन्छ। तपाईहरू जुन कुरा अरूले महसुस गरेको छैन, तपाईको अनुभव गरेको छैन, तपाईको मित्रले, परिवारले, तपाईले चाहिँ त्यो अनुभव गर्न सक्नुहुन्छ। त्यसपछि त्यहाँ पनि यही कुरा भएको थियो। जब त्यो व्यक्तिले पत्रुस र यूहन्नालाई हेर्यो, पत्रुस र यूहन्नासँग त रुपैयाँ पैसा केही पनि थिएन। उनले भन्दछ, सुन र चाँदी त मसँग छैन दिनलाई, तर मसँग जे छ म त्यही दिन्छु। नासरतको येशूको नाममा उठ, हिँड। एकछिन हामी कल्पना गरौँ न है, पत्रुस र यूहन्नासँग त्यो दिनमा रुपैयाँ पैसा मात्र भएको भए के हुन्थ्यो र? अरूले चाहिँ रुपैयाँ पैसा लिएर उनीहरू पनि मन्दिरमा आएर त्यो माग्नेलाई मन्दिरमा पैसा दिएर गएको भए आज यो घटना हुन्थ्यो होला र? हुँदैन थियो। हामी कतिचोटि विचार गर्छौँ रुपैयाँ पैसा नै सबै कुरा हो है। रुपैयाँ पैसा भएन भने हाम्रो जीवन चल्दैन। परमेश्वरको काम गर्नलाई पनि रुपैयाँ पैसा नै चाहिन्छ। यो प्रकारले विचार गर्ने गर्दछौँ। तर कतिचोटि चाहिँ हाम्रो जीवनमा रुपैयाँ पैसा चाहिँ बाधा बनिराखेको हुन्छ परमेश्वरको काम देख्नलाई। यदि पत्रुस र यूहन्नासँग पनि पैसा भइदिएको भए परमेश्वरको त्यो महान कामलाई देख्न पाउँथेन उनीहरूले। त्यो माग्नेलाई चङ्गाई पाउने थिएन त्यो दिनमा। त्यो दिन पत्रुस र यूहन्नासँग पैसा थिएन। त्यो दिन परमेश्वरलाई धन्यवाद होस्, किनभनेदेखि उनीहरूसँग त्यो रुपैयाँ पैसा के पनि थिएन। अनि उनीहरूसँग जे थियो त्यो चाहिँ परमेश्वरको आशिष थियो उनीहरूमा। अनि जे हुनु पर्थ्यो उनीहरूले त्यो परमेश्वरको नाममा चाहिँ उनीहरूलाई उठ र हिँड भनेर आज्ञा गर्यो। अनि उनीहरूसँग येशू हुनुहुन्थ्यो, त्यसैले उनीहरूले भने हामीसँग येशू छ, येशू हुनुहुन्थ्यो। त्यसै कारणले गर्दाखेरि चाहिँ हामी येशूको नाममा तिमीलाई हिँड, उठ, डुल भनेर आज्ञा गर्दछौँ भनेर भन्यो। जब उनीहरूले पत्रुस र यूहन्नाले हात बढाएर माग्नेको हात पक्रे, उनी जुरुक्क उठेर खडा भए अनि उनी स्वतन्त्र भए। उसलाई बाँधिराख्ने कुराबाट, कुजोपनबाट त्यो लङ्गडे चाहिँ निको भयो। उनले त्यो दिन चङ्गाईलाई अनुभव गर्न सक्यो, आफ्नो खुट्टामा उभिन सक्यो। उसले नाच्न उफ्रिन भन्ने उसले पहिलोचोटि उसको जीवनमा अनुभव गर्न थाल्यो। त्यो दिन चाहिँ परमेश्वरले तोक्नु भएको दिन थियो सायद त्यो लङ्गडेको निम्ति। त्यसैले तपाईँ र म चाहिँ हाम्रो भरोसा विश्वास चाहिँ रुपैयाँ पैसामा नराखौँ। तपाईँ र मसँग हुनुहुने प्रभु येशू जो तपाईँ र मेरो सबै कुरा हुनुहुन्छ, प्रभु येशू चाहिँ बुद्धि हुनुहुन्छ, हाम्रो निम्ति सामर्थ्य हुनुहुन्छ, शक्ति हुनुहुन्छ, चङ्गाई हुनुहुन्छ, धार्मिकता हुनुहुन्छ। यदि तपाईँ र मलाई केही कुराको खाँचो छ भने येशूको खाँचो छ। यदि तपाईँ र मलाई केही कुराको सङ्घर्ष गरिराख्नु भएको छ भने, यदि कुनै कुराको जरुरत छ भने उहाँको फ्रेस टच छ हामीलाई। त्यो नौलो त्यो छुवाई, परमेश्वरको छुवाई र तपाईँ र मलाई त्यसको अनुभवको जरुरत छ। त्यो माग्नेलाई रुपैयाँ पैसाको जरुरत थिएन। आज उसलाई चाहिएको चाहिँ सबैभन्दा ठुलो कुरा, महत्त्वपूर्ण कुरा चाहिँ चङ्गाई थियो, स्वतन्त्रता थियो। कति पटक हामी सीमित कुरामा जिउने बानी बसालिराखेका हुन्छौँ। हामी सङ्घर्ष गर्दै जिउने क्रममा यो सङ्घर्ष नै जीवन होला भनेर चाहिँ हामी यसैमा हामी रमिराखेका हुन्छौँ होइन र? तर परमेश्वरमा चाहिँ हामीले आशा गर्दैनौँ। अनि कतिचोटि परमेश्वरको यो योजना भनेर पनि हामी थाहा पाउँदैन। हामी यसैलाई नि स्ट्रगल गर्दै गर्दै अगाडि बढिराखेका हुन्छौँ है। अनि त्यस्तै गरिकन जसरी परमेश्वरको चाहिँ विचार योजना चाहिँ पृथ्वीभन्दा आकाशभन्दा ठुलो अति अल्को छ, त्यति नै उहाँका विचारहरू चाहिँ चालहरू चाहिँ तपाईँ र म प्रति नै छ। उहाँको चाहिँ नयाँ भविष्य, उहाँले चाहिँ हामीलाई नयाँ भविष्य आशा दिनलाई चाहिँ आउनु भएको हो। परमेश्वरले हामीलाई सोचेको भन्दा पनि बढी दिने चाहना राख्नुहुन्छ जहिले पनि। जब परमेश्वरले चाहिँ तपाईँ र मलाई हात दिनलाई अगाडि बढाउनुहुन्छ, छुनलाई अगाडि बढाउनुहुन्छ, तपाईँ र म चाहिँ तयार हुनुपर्छ। तपाईँ र मलाई अल्झाउने, तपाईँ र मेरो विचारलाई चारैतिर लगाउने, त्यस्ता विचारहरूलाई पन्छाउने,
पन्छाउने, परमेश्वरको हातलाई पक्रिने, अनि तपाईँ र म पनि तयार हुनुपर्छ। जब प्रभु येशू ख्रीष्ट संसारमा हुनुहुन्थ्यो, उहाँले रोगी बिरामीहरूलाई छुनुभयो, कुष्ठ रोगीहरूलाई छुनुभयो, उहाँले सबैलाई शुद्ध पार्नु भएको थियो। त्यतिखेर उहाँको छुवाइले पापबाट हामी शुद्ध मात्र हुने होइन कि त्यसको असरले चाहिँ नि हामीलाई स्वतन्त्र पनि गर्दछ। त्यसले तपाईँ र मलाई चाहिने प्रतिदिन चाहिँ उहाँको छुवाई हो, उहाँको हातको स्पर्श हो। अनि तपाईँ र मैले चाहिँ चाहेको यो लिनलाई हामी प्रतिदिन तयारी हुनुपर्छ। यो व्यक्तिले आशा नगरे तापनि परमेश्वरको अपार कृपा चाहिँ त्यो व्यक्तिको जीवनमा छुटकारा पाउनको निम्ति उहाँले दिन बनाउनु भएको थियो। जब त्यो व्यक्तिले चङ्गाई प्राप्त गर्यो, खडा भयो, उफ्रिन थाल्यो, दौडिन थाल्यो, उसले कहिले नगरेको अनुभव चाहिँ पहिलोपल्ट गर्न थाल्यो। ऊ नाच्न थाल्यो, उफ्रन थाल्यो र परमेश्वरको प्रशंसा गर्न थाल्यो। अचम्मको कुरा, उसले पत्रुस र उसले चाहिँ त्यो लङ्गडीले चाहिँ पत्रुसको प्रशंसा गरेन, यूहन्नाको प्रशंसा गरेन, तर परमेश्वरको प्रशंसा गरे। सायद यूहन्ना र पत्रुसले भनेको हुनुपर्छ यो कुरा, यो काम चाहिँ नासरतको येशूको नाममा पिता परमेश्वरले आफ्नो बाहुले चाहिँ तिमीमाथि फैलाउनु भएको कारणले गर्दाखेरि चाहिँ यो तिम्रो जीवनमा तिमीले यो अनुभव गरेको हो भनेर परमेश्वरलाई प्रशंसा देऊ भनेको हुनुपर्दछ। जब पत्रुस र यूहन्नाबाट यो काम हुन आयो, मानिसहरूको चाहिँ त्यहाँ भिड लाग्न थाल्यो। अनि उनीहरूले चाहिँ भनेका छन् कि यो काम चाहिँ हाम्रो भक्ति र हाम्रो शक्तिमा भएको होइन। तपाईहरूले जसले येशू ख्रीष्टलाई क्रुसमा चढाउनु भयो, आज उहाँ नै येशू ख्रीष्ट जो बौडी उठ्नु भयो, आज उहाँको दासद्वारा नि यो काम भएको छ भनेर चाहिँ पत्रुस र यूहन्नाले त्यो भिडहरूलाई, त्यो हुललाई भने। उहाँले आफ्नो बाहुले हामीद्वारा फैलाउनु भएर नै यो चङ्गाईको काम भएको हो। यो लङ्गडाले पनि यो कुरा जानेर परमेश्वरको महिमा दिन सक्यो। जब तपाईँ र मेरो जीवनमा कुनै कुरा हुँदछ, चङ्गाईको होस् या अचम्म प्रकारका कामहरू, यो कुरा जान्नुपर्छ कि तपाईँ र मेरो कामद्वारा, तपाईँ र मेरो वचनको प्रचारद्वारा पनि हामीहरूले देखाउनु चाहिँ येशूलाई नै हुनुपर्दछ, पितालाई नै देखाउनु पर्दछ, ताकि मानिसले पितामा आकर्षित होस् अनि उहाँको महिमा होस्, येशूको प्रशंसा गरोस्, न कि तपाईको न मेरो। यो कुरा चाहिँ हामीले सिकेको हुन आवश्यकता छ है। जबकि सेवाकाईमा हुनेहरूलाई पनि यो कुरा सिक्ने एकदम आवश्यकता छ। हामीले कदापि पनि परमेश्वरको महिमालाई उहाँबाट खोज्ने जुरत आँट चाहिँ हामीले त्यो कहिले पनि गर्नु हुँदैन, किनभने त्यो महिमा, आदर, प्रशंसा केवल परमेश्वरलाई मात्र जानु पर्दछ। अनि उहाँमा चाहिँ हाम्रो नजर लगाइराख्नु पर्दछ र उहाँमा चाहिँ भर पर्नु पर्दछ। अनि आजको वचन पनि यही भन्न खोजेको छ कि हामीले चाहिँ परमेश्वरको छुवाईलाई, परमेश्वरमा नै हामीले विश्वास राखेर उहाँको हातलाई पक्रिने, अनि उहाँ परमेश्वरमाथि नै हामीले रुपैयाँ पैसा भन्दा पनि उहाँको चाहिँ भरोसामा हामी अगाडि बढ्नुपर्छ भनेर यो छोटो एउटा घटनाले बताएको छ। र आज मेरो वचन चाहिँ यतिमै म टुङ्ग्याउँदछु। सरी, मैले केही बिगारे, गल्ती गरेँ भने म अझै पनि कन्फिडेन्ट छुइनँ। यो मेरो सेकेन्ड टाइम हो, फुल्ली थर्ड फोर्थ टाइममा म अझै राम्रो गर्न सक्छु होला। परमेश्वरको वचनले सबैजनालाई आशिष मिलेको होस्। धन्यवाद। जय मसीह।